अब 5-7 वर्ष आमा उता एक्लै गुनगुनाउने छिन्। छोरा अँध्यारोमा डरको लोरी सुन्दै निदाउनेछ। बा बजारको पसल पसल चोक चोक निहाल्दै एक्लै डुल्नेछन्। अब 5-7 वर्ष छोराले ढिपी पोख्न बा पाउने छैन। घाम डुबे मात्रै दिनको थकानले ओछ्यान पाउनेछन्। जुन नहुँदासम्म सुस्केर हाल्न फुर्सदको आशा हुने छैन। म बुझ्छु, तर 5-7 वर्ष न हो। त्यसपछि आमाको लोरीको लय फर्किनेछन्। लोरी सुन्दै छोरा फेरि आमाकै काखमा निदाउनेछ। साँझको घाम थकानसँग अस्ताउने छैन। जुन सुस्केरा बनेर उदाउने छैन। अनि छोराले फेरि अर्को 5-7 वर्ष माग्ने छैन। बस 5-7 वर्ष।